तपाईको घरमा अर्थिङ गर्न किन जरुरी छ र यो कसरी गरिन्छ? सबैभन्दा पहिला बुझ्नुहोस् अर्थिङको लागि आवश्यक सामग्रीहरू। तपाईले चाहिँ 1 फिट बाइ 1 फिटको एउटा तामाको पाता लिनुपर्ने हुन्छ। त्यस्तै तपाईले तामाकै तार चाहिँ गज नम्बर 10 को लिनुपर्ने हुन्छ। त्यस्तै तपाईले 10 केजी जति कोइला लिनुपर्ने हुन्छ। 10 केजी नै नुन, त्यस्तै तपाईले कालो माटो र बालुवा पनि लिनुपर्ने हुन्छ। र त्यस्तै तपाईले 2 इन्च डायमिटर भएको 4.5 फिट जति लामो एउटा तपाईले जीआई पाइप लिनुपर्ने हुन्छ, जसमा चाहिँ तपाईले 2 वटा वाल पनि बनाएको हुनुपर्छ। त्यसका साथै तपाईले 3 इन्च लामो चाहिँ नट र बोल्ट जुन चाहिँ पित्तलबाट बनेको हुन्छ त्यो पनि लिनुपर्छ। यसरी सबै आवश्यक सामग्री तपाईले जुटाइसकेपछि अब चाहिँ अर्थिङको काम कसरी गरिन्छ बुझ्नुहोस्। सबैभन्दा पहिला तपाईले 2 फिट लम्बाइ, 2 फिट चौडाइ र 4 फिट जति गहिराई भएको एउटा खाडल खन्नु पर्ने हुन्छ। र त्यसपछि तपाईले अब तामाको प्लेट र जुन त्यो जीआई पाइप थियो त्यो लिएर अब जीआई पाइपमा जुन दुईटा प्वाल हुन्छ त्यही अनुसार नै तपाईले प्लेटमा प्वाल पार्ने र त्यसमा चाहिँ तपाईले बोल्ट लगाउने अनि त्यो बोल्टमा तपाईले तामाको तारलाई चाहिँ बेरेर त्यसमा तपाईले नट लगाउनु पर्ने हुन्छ। र यसरी नटले टाइट गरिसकेपछि चाहिँ तपाईले त्यो प्लेटलाई जुन त्यो पाइपसँगै तपाईले खाडलमा राख्नु पर्ने हुन्छ र अब जुन अन्य सामग्रीहरू छ त्यो चाहिँ तपाईले लेयर बाइ लेयर पालै पालो चाहिँ बिस्तारै राख्नु पर्ने हुन्छ। र यसरी तपाईले थोरै थोरै गर्दै कोइला, कालो माटो, त्यस्तै बालुवा र नुनलाई चाहिँ तपाईले थोरै थोरै गर्दै राखेर माथिबाट चाहिँ तपाईले माटोले पुर्नु पर्ने हुन्छ र माटोले पुरिसकेपछि चाहिँ तपाईले त्यसमा पानी राख्नुहोस्। र यसरी यो अर्थिङको काम गरिसकेपछि चाहिँ तपाईले अब त्यो अर्थिङ ठिक छ वा छैन भनेर चेक गर्नको लागि चाहिँ तपाईले एउटा स्विच अनि त्यस्तै बल्ब लिएर चाहिँ त्यसलाई तपाईले त्यो स्विच बोर्डबाट चाहिँ त्यो बल्ब बल्छ कि नै अर्थिङको वायर कनेक्ट गर्दा भनेर चेक गर्न पनि सक्नुहुन्छ। यहाँ देखाए जसरी नै त्यो बल्ब चाहिँ बल्छ। र यसरी अर्थिङ ठिक छ भने चाहिँ तपाईले त्यो अर्थिङको तारलाई चाहिँ जुन त्यो इलेक्ट्रिकल सिस्टमको न्युट्रल बार हुन्छ त्योसँग जोड्न सक्नुहुन्छ, अथवा चाहिँ तपाईले रेफ्रिजरेटर त्यस्तै वासिङ मेसिन जस्तै अन्य विद्युतीय उपकरणसँग चाहिँ तपाईले जोड्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ त्यहाँ विद्युतीय केही फल्ट हुँदाखेरि त्यहाँ तपाईलाई एक्कासी इलेक्ट्रिक सक लाग्ने अथवा चाहिँ त्यहाँ उपकरण बिग्रिने, त्यस्तै सर्ट भएर चाहिँ त्यहाँ आगो लाग्ने समस्या यस्तो चाहिँ देखिँदैन र यो जोखिम पनि कम हुन्छ।